Hello everyone, welcome to my channel. म चाहिँ पुग्न आँटेँ मेरो स्कुल। उकालो चढ्दा यस्तो थाक्छ। आज चाहिँ म ढिलो भएको हो कि नानीहरू ढिलो भएको हो कि मैले त बाटोमा कोही पनि नानी भेटिनँ। अन्त एक्लै हिँड्नु चाहिँ एकदमै अल्छी लाग्दो रहेछ हैन। सधैँ चाहिँ यहाँ नानीहरू भेट्छु नि त। अन्त गफ गर्दै हिँड्दाखेरि चाहिँ ड्युटी प्लेस आएको यादै पाउँदैन। यहाँ चाहिँ हाम्रो एयर कन्डिसन रुम है। यस्तो चिसो हुन्छ यहाँ पसेपछि चाहिँ ट्रीहरूले गर्दाखेरि। यस्तो तलबाट आउनुपर्छ हैन। ऊ तलबाट त्योभन्दा पनि तलबाट यस्तो गरम हुन्छ। यहाँ आएपछि चाहिँ चिसो। हाम्रो नानीहरू चाहिँ यस्तो टाढो टाढोबाट आउँछ कि यति डरलाग्दो टाढो टाढोबाट आउँछ। आएर पनि स्कुलमा उफ्रिरहेको हुन्छ, खेलिरहेको हुन्छ। छक्कै पर्छु तिनीहरूलाई देखेर। अन्त हिजोदेखिको चाहिँ हाम्रो एक्जाम स्टार्ट भयो हैन। अन्त भर्खर कस्तो हल्ला गरिरहेको थियो यिनीहरू। अचानक सानसुन भयो। कता गयो यिनीहरू? यो चाहिँ हाम्रो स्कुलको ग्राउन्ड है। यति ठुलो छ। अन्त यहाँ स्कुल यस्तो दामी जग्गामा छ हाम्रो स्कुल चाहिँ। हेर्नु न फुल छोपेर जाति भयो मरे गरम। Good morning, Miss. गुड मर्निङ। Good morning, Miss. गुड मर्निङ। गुड मर्निङ। Good morning, गुड Miss. मर्निङ। Good morning, Miss. गोलाई काट्दै थियो है। हाम्रो चाहिँ यसरी इन्डोर प्लान्ट्सहरू पनि यसरी सिँढीमा राखेको छ हो। त यहाँ पनि छ। र अहिले चाहिँ मैले टिचर एटेन्डेन्समा साइन गर्दैछु हैन। अन्त मर्निङमा चाहिँ जहिले आइपुगेर चाहिँ हाम्रो अराइभल टाइम र डिपार्चर टाइम चाहिँ साइन गर्नुपर्छ। त्यहाँदेखि हाम्रो स्कुलमा चाहिँ एनुअल फङ्सन पनि आउनु आँटेको छ। सो यहाँ चाहिँ प्र्याक्टिस हुँदैछ एनुअल फङ्सनको लागि। र म चाहिँ रुम पनि आइपुगेँ हैन। रुम आइपुगेर यस्तो डरलाग्दो भोक लागेको थियो। अन्त मैले चाहिँ छिटो र मिठो रेसिपी बनाएँ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ प्यानकेक हैन। अन्त ओट्सको प्यानकेक। त्यसमा चाहिँ मैले बनाना एड गरेँ, थोड़ा सा सुगर एड गरेँ, त्यहाँदेखि दुध एड गरेँ। त्यहाँदेखि चाहिँ मजाले ग्राइन्ड गरेर चाहिँ बटरमा चाहिँ कराईमा चाहिँ मजाले त्यसलाई डामेर चाहिँ बनाएको थिएँ हैन। एकदमै ज्यादा टेस्टी भएको थियो। तपाईहरुले पनि ट्राई गर्नुहोस्, एकदमै ज्यादा टेस्टी हुन्छ। अन्त हेल्दी पनि